ल गाइज मार्केटमै 980 देखि 740 को बिचमा चाहिँ प्राइसमा चलिरहेको माइक्रो फाइनेन्स सेक्टरको विजय लघु वित्त वित्तीय संस्थाको चाहिँ एफपिओ यहाँहरूले भर्नुभएकै भएन। आज मात्रै खुलेको है। मैले चाहिँ यो बेलुका मात्रै भिडियो राखिरहेको छु र यसको यहाँ क्यान्डलहरू हेर्दा पनि एकदमै राम्रो। आज दिनभरि यहाँ मात्रै पनि 770 मा चाहिँ कारोबार भएको छ है। यो आरएसआईहरू पनि एकदम राम्रो छ। बोलिन्जर ब्यान्डको इन्डिकेटर लगाएर हेर्दा पनि यो राम्रै अवस्थामा छ। एमएससीडीले पनि बाई जोनमा पुर्याइसकेको छ। यहाँको चार्ट हेर्दाखेरि चाहिँ प्रोफिटमा राम्रो गरी चलिरहेको कम्पनीको चाहिँ एफपिओ चाहिँ जारी भइसकेको छ। यहाँहरूले भर्नुभएको छैन भने यो आउँदो डिसेम्बरको 8 तारिक पौषको 24 गतेसम्म मात्रै खुलेको छ है। र म चाहिँ यहाँहरूलाई यो भरेर देखाउन गइरहेको छु। यहाँ विजय लघु वित्त वित्तीय संस्था है र एफपिओ। यसको विषयमा पछि अर्कै भिडियोमा मजाले बुझाउँला। तर एफपिओ भनेको चाहिँ सेकेन्ड पटक निकाल्ने आइपिओ जस्तै, तर सेकेन्ड पटक निकाल्नुलाई चाहिँ एफपिओ भनिन्छ है। त भरेर देखाउँछु है। यो यहाँ एप्लाईमा क्लिक गर्नु होला। त्यसपछि यहाँ तपाईँले प्रोस्पेक्टसहरू पढ्न मन लाग्छ भने यहाँ डाउनलोड गरेर पढे पनि हुन्छ। अहिले चाहिँ मैले केही गरिनँ, पढिनँ है। र यहाँ आफ्नो ब्याङ्क चुज गरेर अकाउन्ट नम्बर चुज गरेर त्यसपछि यहाँ एप्लाइड किता चाहिँ तपाईँले अघि मैले भनिसकेँ 10वटादेखि 1000वटासम्म भर्न पाइन्छ। अब कतिवटा किता चाहिँ तपाईँले भर्ने हो त्यो अनुसारको यहाँ नम्बर राखेर अनि जति राखिन्छ त्यो अनुसार यहाँ अमाउन्ट सेलेक्ट हुन्छ आफै है। अनि आफ्नो सिआरएन नम्बर राख्नु होला र यहाँ क्लिक गरेर प्रोसिड गरिदिनु होला र आफ्नो 4 डिजिटको कोड राखेर एप्लाई गरिदिनु होला है त। र यहाँ सेयर हेज बिन सक्सेसफुल्ली भनेको छ र यहाँ एडिटमा पनि आइसक्यो। यसरी चाहिँ तपाईँले 2 मिनटमै एफपिओ भर्न सक्नुहुन्छ है त। र यदि परेन भने पनि पैसा त फिर्ता आइहाल्छ, तर पर्यो भने चाहिँ राम्रै प्रफिट चाहिँ बुक गर्न सकिन्छ जस्तो लाग्छ है त मलाई। हस् त, थ्याङ्क यू सो मच।